मानव जीवनको स्रोत हो धन, मानिसलाई हरेक सासमा चाहिने अक्सिजन हो धन। धन्यवाद। कार्यक्रम सञ्चालकज्यू, यस वाद विवाद प्रतियोगिताका सभाध्यक्षज्यू, हातमा कपी र कलम लिएर दुधको दुध पानीको पानी छुट्याउन बस्नुभएका निर्णायक मण्डलज्यूहरू, सबै गुरुआमाहरू र मेरा प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी साथीहरूमा म कक्षा 6 मा अध्ययनरत छात्र अभिषा पोखरेलको तर्फबाट चिसो मौसममा न्यानो अभिवादन टक्राउन चाहन्छु, स्वीकार्नुहोस्। आज मिति 2082 साल 8 महिना 26 गतेका दिन श्री नवज्योति आधारभूत विद्यालयमा हुन गइरहेको वाद विवाद प्रतियोगितामा म सहभागी हुन पाउँदा आफूलाई निकै नै गौरवशाली ठानेकी छु। यस वाद विवाद प्रतियोगिताको शीर्षक रहेको छ धनभन्दा विद्या ठुलो। यस शीर्षकमा म विपक्षबाट आफ्ना तर्कहरू राख्न चाहन्छु। पूर्ववक्ता साथीले भनेको कुरामा म असहमत छु। उहाँलाई म प्रश्न गर्न चाहन्छु, मानिस जागिर किन खान्छन्, किन उद्योग खोल्छन्, किन व्यापार व्यवसाय गर्छन्? के यी सबै कार्य विद्या आर्जनका लागि हुन्? निश्चय नै होइनन्। खासमा आजभोलिका युवाहरूले गर्ने अधिकांश क्रियाकलाप नै धन आर्जनका लागि गरिरहेका हुन्छन्। धन एउटा यस्तो अमृत हो जुन बिना त भगवान पनि खुसी हुन सक्दैनन्। त्यसैले भनिन्छ नि, धन देखेपछि त महादेवको पनि 3टा नेत्र खुल्दछ। हामीले फेर्ने हरेक सासका लागि आवश्यक पर्ने अक्सिजन जस्तै बनेको धनभन्दा विद्या ठुलो हो भन्नु त मूर्खता नै हो। होइन र सभाध्यक्षज्यू, म मेरा पूर्ववक्ता साथीलाई सम्झाउन चाहन्छु, के तपाईँले आफ्नो विद्याको सर्टिफिकेट लिएर पसलमा जानुभयो भने के तपाईँलाई ती पसलले फ्रीमा सामान दिन्छन्? कदापि दिँदैनन्। त्यसैले म भन्छु, छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेरी। यो स्वार्थी संसारमा धन छ त सबै छ, धन छैन त केही छैन। श्रीमान सभाध्यक्षज्यू, सम्पत्तिमा सबैको हाई हाई भन्ने भनाइ यसै बनेको होइन। सम्पत्ति छ त सबैले सम्मान दिन्छन्। सम्पत्ति भए आफूले चाहेको खान सकिन्छ, आफूले चाहेको लाउन सकिन्छ। धन सम्पत्ति भए पो हामी पढ्न पाउँछौँ। तपाईँलाई सबुत नै चाहिन्छ भने जानुहोस् विद्यालयमा गएर भन्नुहोस्, मसँग धन सम्पत्ति केही छैन, म पढ्न चाहन्छु। के तपाईँलाई ती विद्यालयका शिक्षकहरूले फ्रीमा पढाइदिनुहुन्छ? कदापि पढाउनुहुन्न। शिक्षकहरू पनि त पैसाकै लागि हामीलाई पढाउन आउनुभएको हो। होइन र सभाध्यक्षज्यू, के तपाईँले प्रकृति वा अन्य विपत्तिका बेला कुनै हट्टाकट्टा स्वास्थ्य मानिसले यति सहयोग गर्यो उति सहयोग गर्यो भनेर सुन्नुभएको छ? कदापि सुन्नुभएको छैन। यो त केवल धन सम्पत्ति भएका मानिसले मात्र गर्न सक्छन्। यसरी सबै थोक प्राप्त गर्न पाएपछि मानिस के खुसी नभएर रुँदै हिँड्छ त? म निष्कर्षमा भन्न चाहन्छु, धन हाम्रो निजी आवश्यकता हो। म मेरा पूर्ववक्ता साथीलाई सम्झाउन चाहन्छु, तपाईँले कहिले पनि विद्याको घमण्ड नगर्नु। यति भन्दै मेरा तर्कहरू अन्त्य गर्दछु। धन्यवाद।